सो वेट तपाईहरुले पनि सोचिरहनु भएको होला कुन चाहिँ रोड चाहिँ यो यस्तो राम्रो भनेर हैन यो चाहिँ हाम्रो न्यू म्यारेबुङ रोड बिजनबारी रोड भनौं सो अहिले चाहिँ हामी डाबर छाप्ने काम भइसकेको छ यो चाहिँ हाम्रो बन्दुकी यहाँ पनि पुरै बनिँदैछ ओके सो हेलो एभ्रीवन व्हाट्स अप एभ्रीबडी आई होप एभ्रीवन इज डुइङ गुड आउट देयर सो सबैलाई नमस्ते एन्ड फाफुलो सो आज चाहिँ जस्ट नर्मल मोटो भ्लगिङ काइन्ड अफ भ्लग हुनेवाला छ किनभने आज चाहिँ म जाँदैछु सोनादा मुन्डा समथिङ के कुनै के जाऊ म बहिनीलाई फोन गरेर कन्फर्म गर्नुपर्छ एक्चुअली हामी चाहिँ जाँदैछौँ मरौ हो अनि साथीको आपा खस्नु भएको छ सो त्यसमा चाहिँ के हो हेलमेट लिस ओके सो हामी बात गर्दै जाउँ न त बाटोमा रेडी भएको आइपुग्यो हामी फेरि ओके गाइज म चाहिँ सोचिरहेको थिएँ रोड चाहिँ एकदमै राम्रो भइसक्यो होला भनेर माथिसम्म नै तर होइन रहेछ सो मेन जग्गामा चाहिँ कभर अप हुँदै रहेछ एन्ड काम चाहिँ चल्दैछ तर जग्गा चाहिँ त्यस्तै रहेछ कन्डिसन सो लेट्स सी माथिसम्म हेर्नु न रोड अपडेट कस्तो रहेछ ओके सो अहिले भने चाहिँ हामी घुम पुगिसकेको छौँ अनि यो साइडको चाहिँ हाम्रो घुम रेलवे स्टेसन सो हामी चाहिँ अब जानुपर्ने चाहिँ सिधा सो यहाँबाट तपाईँले युटर्न लिनुभयो भने चाहिँ दार्जिलिङ पुग्नुहुनेछ है सो सिधा गयो भने चाहिँ हामी जोरबङ्गलाबाट सोनादाबाट पर्सिङ सिलगढी सबै है सो फिलहाल चाहिँ हामी यता जोरबङ्गला साइड सो तपाईँहरूले दार्जिलिङमा कसैलाई पनि सोध्नुहोस् के चाहिँ फेमस छ दार्जिलिङमा भन्यो भने दिस इज अल्सो वान अफ देम ट्राफिक सो तपाईँले यहाँबाट हेर्नुहोस् है ट्राफिक अगाडिदेखि लाग्थ्यो तर मैले यहाँदेखि रेकर्ड गरेको छु होइन यहाँदेखि हेर्नुहोस् तपाईँले कहाँसम्म चाहिँ रहेछ सो यो पनि एकदमै फेमस चिज हो दार्जिलिङमा तपाईँले जसलाई पनि सोद्धा यही भन्छ एन्ड कहाँसम्म रहेछ ट्राफिक म तपाईँहरूलाई त्यहीँसम्म देखाउँछु है सोनादाबाट चाहिँ यो ओडाले चाहिँ हामी झर्नुपर्ने हुनेछ है यो ओडा चाहिँ तपाईँहरू पुग्न सक्नुहुनेछ मुन्डा सिडेर अनि इन्टेक अनि थुप्रै जग्गा रहेछ तर मलाई चाहिँ याद छैन एन्ड म चाहिँ फर्स्ट टाइम जाँदैछु म साथसाथै मेरो साथी पनि फर्स्ट टाइम जाँदैछ यो ओडा ल सो हामी क्वाइट एक्साइटेड पनि छौँ है सो लेट्स सी अनि दादाले ए तलै जानुभएको त तपाईँले ओके सो उहाँ चाहिँ हुनुहुँदो रहेछ मिस्टर उत्तम राई मेरो साथी सत्यमको दाजु ए हुन्छ अब यही कुरालाई चाहिँ भन्छ जोजन मिलेको कसरी भन्दा चाहिँ सुन्नुहोस् ओके सो मैले पनि ट्याक्सी पर्खिरहेको सो ठिकै उहाँलाई पनि भेटेको सो दिस इज हाउ आई गट लकी सत्यम चाहिँ तपाईँको भाइ हो हजुर हजुर दादाको नाम चाहिँ सो क्यामेरामा त तपाईँले रोड राम्रो देखिराख्नु भएको होला है तर एक्चुअलीमा त्यस्तो त छैन रहेछ यहाँको पनि रोडको कन्डिसन चाहिँ खराब नै रहेछ यो रोड चाहिँ पहिलादेखि यतिकै छ कि अलिक बनाएको त यो रोड हजुर यो रोड त पहिला भन्दा पनि धेरै वर्ष भन्यो तर त्यतिकै देखेको मैले यतिकै है बनाएको छैन के भन्दा दार्जिलिङको समस्या यस्तै छ हजुर हजुर हो त हाम्रो त बल्ल बनिँदैछ त दार्जिलिङ पैसा त आएकै भन्छ तर कहाँ चाहिँ हाल्छ है यो बुझ्नै सक्दैन र त त्यही त अब पोलिटिक्समा पसेन बुझ्छ अब पोलिटिक्समा फेरि पस्नु भएन हो अब यो बाटोहरू अब 2026 आउनु थियो होइन हजुर अब चाहिँ हतार अलिअलि टालटुल गर्छ जस्तो लाग्दैछ म चाहिँ जग्गा है तर अब यिनीहरूले त बिगार्नु पनि त अब यो त मेन बाटै भनौँ न होइन एउटा अब हाम्रो एरिया कत्रो चाहिँ छ अब हजुर हजुर हो त यो बाटो बनाएको छैन अब तलतिरको त यिनीहरूले तलतिर त अब बनाएकै छैन हजुर हजुर यहीँबाट चाल पाउँछ यिनीहरू चोरै चोर हो भनेर चाहिँ हजुर हजुर होइन हजुर हो त जग्गा त मजाको रहेछ त तर है रोडहरू मजाले बनिन्छ जग्गाहरू बजार टाइपको पो रहेछ पनि कुन चाहिँ भन्छ होला यो जग्गा चाहिँ पच्याङ कमान
पचेङ होइन अक्स कमान हो कि हजुर हजुर पचेङकै भन्छ सान्जी गजा पहिला त अब बजारै हो नि अहिले त मान्छे अब सबै गाडी घोडा सुविधा भएर क्या माथि धेरैबाट सपिङहरू गर्छ सौदाहरू गर्छ पच्याङ त ठुलो रहेछ त पहिला पहिला त यतैतिरबाट हुन्थ्यो नि त सौदाहरू ए हजुर 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 पच्याङ जग्गाको नाम पच्याङ नागरिक सोल्टीहरूलाई पनि पर्छौँ ल ए ल त्यसकै लागि फोन गरेको रहेछ हजुर आउँदैछ गाडीमा आउँदैछ अरे कि हजुर हजुर यहाँबाट चाहिँ कति दूर हो त यहाँबाट टाढै हो जग्गा त दामी रहेछ हौ तल जाँदैछ यो ग्राउन्ड त कतै हाम्रो साइजको हो क्या है हाम्रो साइडको हो कति साइडको छ 7 साइड हो ठुलो रहेछ यसको त लेन्थ र ब्रेथ अलिकति ठुलै रहेछ नि त हाम्रो चाहिँ लेन्थ लामो छ यो चाहिँ तपाईँको पच्याङ रहेछ अन्त कस्तो भयो एक्सपिरियन्स ओह्रालो बढिया है ओके सो अहिले चाहिँ हामी पच्याङतिर छौँ अनि अहिले मैले रोड कन्डिसन हेरेर चाहिँ उकालो चाहिँ एकदमै साह्रो पर्ने रहेछ रोड चाहिँ तर मैले यसो याद गरेँ कि रोड चाहिँ हाम्रो दार्जिलिङ एरियामा चाहिँ अलिक यस्तो जग्गामा चाहिँ सबैमा रोड चाहिँ त्यस्तै खतमै रहेछ हौ रोडको अपडेट चाहिँ तर त्यही रहेछ सबै जग्गा नै हाम्रो दार्जिलिङमा चाहिँ फर्स्ट टाइम भएर होला मलाई त्यो जग्गाहरू मन पऱ्यो एक प्रकारको अलिकति रोड कन्डिसन अझै राम्रो भयो भने झन् अझै राम्रो हुने रहेछ जग्गाहरू अन्त फुस्ला कस्तो भयो फुस्ला कस्तो भयो आजको यो अब यहाँ म क्रिकेट पिच तेरो जुत्ता त दामी स्कुट गरिन्छ त अन्त म्याचिङ छ त अन्त एउटा त कता कुन चाहिँ बाटो जान्छ हाम्रो गाउँ पुग्छ कि हजुर अप्ठ्यारो अफरोडिङ पुरा ए यसलाई चाहिँ दुइटा रहेछ नि त ओक्स पनि भन्दो रहेछ है ओक्स र पच्याङ दुइटा भन्छ त यहाँ चाहिँ दामी फुटबल भएको जग्गा चाहिँ यो चाहिँ फुटबल भएको त यहाँ जग्गामा यही कमान चाहिँ राम्रो छ ए अहिले पनि ओपनै छ यो कमान चाहिँ त यो 11 साइडको ग्राउन्ड चाहिँ दामी रहेछ सिटिस दामी रहेछ नि हो त हौ दार्जिलिङ त्यस्तो जग्गाहरूलाई सिधै सिधैको हुनु नि बाबा यो चाहिँ दामी जग्गामा रहेछ त ग्राउन्ड चाहिँ यहाँ चाहिँ जस्तै भएको थियो म्याच त जस्तै भयो यहाँबाट अगाडि अझै मिरिकहरू देख्छ हो ए हजुर त्यताबाट यहाँबाट सिलगढीहरू पनि देख्छ यो ग्राउन्डको नाम चाहिँ यो ग्राउन्डको नाम चाहिँ डुबे ग्राउन्ड हो दुबे ग्राउन्ड कस्तो नि यो ग्राउन्ड दामी रहेछ यहाँ चाहिँ अब कतै स्टेडियमहरू बनिन्छ कि हो त्यसकै अब तर बन्यो भने राम्रो जग्गामा रहेछ है राम्रो हुन्छ नि अब यहाँको मान्छेहरूलाई राम्रो हुन्छ दार्जिलिङको अब खेल खेल्ने मान्छेहरूलाई राम्रो हुन्छ फुटबल क्रिकेट
तपाईँलाई भेटेको राम्रो भयो धन्न यति नचिन्ने जग्गामा मजाले अब भनि पनि दिनुभयो हो झर्नु पऱ्यो हामी चाहिँ झर्नु चाहिँ कहाँ गएको भनेर थाहा पाउँदैन भने कताबाट हो भने चिनाइदिन्छ ए हुन्छ हुन्छ थ्याङ्क यू ल दा तपाईँलाई धेरै धेरै धन्यवाद हुन्छ हुन्छ घुमाइहाल्नुहोस् ए हुन्छ 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 थ्याङ्क यू अफरोड भनेको चाहिँ अफरोडै रहेछ नि यहाँ चाहिँ तर है पुरा यसको सोलिङहरू निस्किसकेको रहेछ मान्छे पनि भेट्दैन नि त मान्छे भेट्यो भने सोद्धा गर्दा हुन्थ्यो नि चलाउने पनि हत्तु बस्ने पनि हत्तु हुँदो रहेछ नि बाटो चाहिँ यतिको रहेछ भन्दा यो चाहिँ हामीलाई तारको मोरल बोक्नु जस्तो लाग्यो है तारको मोरल त्यो कि होइन नि फेरि तार धरापट्टि के अरे मलिबासेपट्टि ठिकै छ यस्तो माटोको हाल्नु ठिकै छ कि त्यो ढुङ्गाको सोलिङमा त साह्रो पर्छ आज चाहिँ रोडको एक्सपिरियन्स चाहिँ तपाईँहरूले देख्नुभयो दामी पनि बिग्रेको पनि अफरोड पनि है सबै त्यति हो त न फर्स्ट टाइम भनेर मात्रै यो जग्गा फर्स्ट टाइम भनेर चाहिँ मजा आएर यो थाहा पाउँदैन कता यो त एउटा चाहिँ युकाल हो युकाल हो जान्छ हुन्छ नि बुई जान्दैन यता बिउ रहेछ खै त एकछिन ल यो कालो जान्छ जस्तो लागेन है आम्मा रोड पनि खराब रहेछ नि त जानु त जान्छ होला कि रोड खराब रहेछ नि त होइन त्यहीँ राख्नु ल म हिँडेर राखिदिउँ हौ मजाले नयाँ जग्गामा घुम्दै अब यस्तो एन्टकहरू रोयल इनफिल्डहरू त राखिरहेछ यहाँ भनेपछि सोच दिन खुलेको भए त राम्रो देख्दैछ यहाँबाट नजाराहरू है तर जाउँ यहाँ भित्र के अरे त्यसै त्यहाँ नलेखाउँ नि त्यसो झन् त आम्मा उहाँ झन् कत्रो अफ रहेछ उयो तल झन् उपर झन् पुरा अफ रहेछ होइन होइन त्यही त्यहाँ तल लगिराख तल राखिराख्न अन्त के सो अब यहाँबाट चाहिँ हिँडेरै जानु पर्ला 10 मिनट भने है 10 मिनट भन्दैछ हो ठिकै छ नयाँ जग्गा एक्सपिरियन्स राम्रो हुँदैछ मजा आउँदैछ यहाँ चाहिँ भर्खरै हुँदो रहेछ नि त है रोड चाहिँ पहिल्यैदेखि थियो होला तर कार्पेटिङ रोडको सोलिङहरू चाहिँ भर्खर हाल्दो रहेछ है अफ त अफ रहेछ क्यामेरामा त्यस्तो अफ देखिएन होला तर अफ चाहिँ अफै रहेछ राम्रो भएछ हामी तल राखेको यहाँसम्म त आउँथेछ प्योर वाटरहरू होला फेरि कमेन्टमा आउँछ यस्तो पानी त खानु हुँदैन ओके अहिले चाहिँ हामी मोरोघर आइपुगे जस्तो छ सो अब ज्यादा भिडियो चाहिँ गर्दिनँ म जस्ट यो नयाँ जग्गा भनेर मात्रै मैले भिडियो गरेको कि सो त्यस्तो त गर्दिनँ होइन होइन मोरोको चाहिँ भिडियो गर्नु भएन नि जस्ट अब म चाहिँ यो नयाँ जग्गा आएको भनेर चाहिँ जस्ट कस्तो रहेछ के रहेछ भनेर चाहिँ त्यो मुमेन्टलाई क्याप्चर गर्नु लागि चाहिँ भिडियो गरेको मोरो घर चाहिँ त्यो होला आई थिङ्क ल अब ल ओके सो अहिले भेटौँ है अहिले फर्किँदाखेरि भेट्छु सो ओके बाई
सो अहिले चाहिँ हामी फेरि ब्याक टु दिस सेम प्लेस यहाँबाट अघि स्टार्ट गरेको भनौँ न अनि अब चाहिँ यहाँबाट पढ्नु चाहिँ यहाँबाट स्कुटीमा एक्लै जान्छ उकालोसम्म किनभने अलिकति नतान्दा जस्तो हुन्छ फेरि रोड पनि अफ रहेछ फेरि हो अन्त मलाई चाहिँ सानो गाडी यता गाडी भनिदिइरहेछ प्रतिभाहरूले सो त्यसमा जानुपर्छ सोनादासम्म त सोनादाबाट चाहिँ फेरि सँगै हो रोड कन्डिसनले गर्दा यस्तो भइरहेछ अस्ति फुटबलमा अलिकति दुःख गऱ्यो भने चाहिँ रोड कन्जेस्टेड भएर र ब्याकको ब्याक आउने सिचुएसन रहेछ नि त सबै जग्गै ट्राफिकमा फसेको जस्तै फेरि ब्याक सर्ने अवस्था ओके सो अहिले चाहिँ सोनादा आइपुग्यो भर्खर अनि पन्नु चाहिँ माथि बसिरहेको रहेछ फत्तु हो यार अब जाडो छ अब मजाले फुक्दिन्छ फेरि हो यो हेल्मेट अघि मेरो विन्टरमा को भयो त अन्त अहिले चाहिँ हामी हस्पिटल रोडमा आइपुगिसकेको छौँ तर हस्पिटल रोड पनि अहिले अन्डर कन्स्ट्रक्सन छ मेमसेप लडेर फेरि हो झमेला भइरहेछ हिजो खुन चाहिँ निस्केको थियो जो हजुर खैनी हिजो लडेर हो अलिकति त्यो अलिक बिसन्चो भएर चाहिँ आमाले लिएर आउनु भएछ त्यही सिधै हामी पनि आइहाल्यो बिचरा मेमसेप